सुत्छु भयो अब थकै लाएर आएको मान्छे भएको त माटो खसाल्यो सधैँ खानेकुरा नभए नि बाबु क्या चामल अलिकति टिनमा हालिरहेको नि मकै कोदो छैन किन खसाल्यो होला भनेर यारी जुरुका उठेर उठ्छौँ है भनेको त डोका खान नपाउँदै घराक यता गाह्रो र टिन त एकैचोटि गयो अझै बाख्रा भएको है मार्ने मैले पिसाब गर्न गएको भाइ उहाँसम्म पुगेको नि हजुर टिन र उता यहाँ बाख्रा गोठ बाहिरपट्टि भत्केछ होइन हजुर बाहिर भत्केको हजुर बाख्रा कहाँ थियो त माम बाख्रा त भित्रै थियो दिउँसोमा भएको भए खोलेकै थिएन कि बाख्रा त 6:30 बजेतिर भन्छ क्या ठाकु दाइले म पानी खोल्न आउँदा हो 6:30 होला भनेको मसँग त मोबाइल पनि छैन कम्तीमा 2 कोठा अलि मजाको 2टा कोठा र एउटा टोयलेट चाहिँ उठाएर ढुङ्गा छैन गाउँ फेरि गाउँ भन्ने मात्रै यहाँ समस्या यो ढुङ्गा यही ढुङ्गाले हुन्न किन यो राम्रो ढुङ्गा छैन अब बनाउँदा बरु ब्लक चाहिँ 1000 ब्लक लिएर आयो